I don't know why am I feeling this. समय बित्दै जान्छ अनि मन हल्का हुन्छ भन्थ्यो, तर मलाई त टाउको दुख्छ, धेरै सोचहरू आइरहेको छ। तर पनि सबै कुरा ठिक हुन्छ कि मेन्टली एक्जस्टेड हुन्छु, बर्नआउट फिल हुन्छ, एक्लै बस्नु मन लाग्छ। के भएको मलाई तपाईँ पनि त्यही कुराहरू महसुस गरिराख्नु भएको छ। मतलब भित्रपट्टि भने खुट्टन भए जस्तो अनि बाहिरतिर चाहिँ मिठो मुस्कान अथवा नक्कली हाँसो। तपाईँ के कुराहरूमा रुकिराख्नु भएको छ कि आफूलाई? समयले निको बनाउँछ है, तर समयले चाहिँ हाम्रो सिचुएसनहरू, हाम्रो इमोसनहरूलाई जलाइदिन्छ क्या। विच मिन्स त्यो जलिएको त्यो जुन भावनाहरू छ त्यो कतै पनि जाँदैन क्या। तिनीहरू वेट गरिरहेको हुन्छ कि एउटा ट्रिगर होस्, एउटा पास्ट मेमोरिज हो, फेरि तपाईँलाई त्यो ब्याक टु द्याट मोमेन्टमा लिएर जान्छ क्या। सो हामीले नि भित्रको त्यो महसुस भएको कुराहरूलाई नि दफन गरिरहेको छौँ क्या। त्यो सुन्नै सकिरहेको छैनौँ क्या। भनिरहेछ कि सलोमी तिमी थेरापी सेसनमा जाऊ, तिमीलाई थेरापी चाहिन्छ। तर हामीले के भनिरहेको छ कि होइन, मान्छे हो, दुःख सुख आइहाल्छ, बिस्तारै हुन्छ नि। नै, त्यस्तो हुँदैन। आफ्नो इमोसनल एक्नोलेज गर्नुहोस्, एक्सेप्ट गर्नुहोस्। ओके, सो त्यही भएको कारणले गर्दाखेरि पनि थेरापी सेसन इज इम्पोर्टेन्ट। ChatGPTमा पनि सबै कुरा राख्नुभयो भने नि ChatGPTले पनि भन्छ गो टु थेरापी सेसन। सो अहिले तपाईँलाई गाह्रो भइरहेको छ भने then please say yes to therapy session.